ऱ्यापर अनि सिधै प्रधानमन्त्री बालेन शाहको यो यात्रा साँच्चै नै अनौठो छ होइन त? कसरी सङ्गीतको दुनियाँबाट कोही देशको सबैभन्दा ठूलो राजनीतिक कुर्सीमा पुग्न सक्छ? आउनुहोस् आज हामी यही यात्राको गहिराईमा पुग्ने कोसिस गरौँ। सोच्नुस् त, एउटा ऱ्यापर, अनि इन्जिनियर, त्यसपछि मेयर र अब देशकै प्रधानमन्त्री। बालेन शाहको यति धेरै परिचयले देशलाई अब कुन बाटोमा डोर्याउँछ होला? आजको हाम्रो मुख्य चासो यही हो। ल, बालेनको कथा बुझ्न हामी सुरु गर्छौं उनको कलाकारिताको दिनबाट। त्यसपछि हेर्छौं काठमाडौँको मेयर बनेर उनले दिएको परीक्षा, जहाँ उनको कामको तारिफ पनि भयो, आलोचना पनि। अनि सिंहदरबारसँग उनको जुन लडाईँ पर्यो त्यसले उनलाई राष्ट्रिय राजनीतिमा ल्याइदियो। र सबैभन्दा अन्त्यमा हामी सबैले जान्न चाहेको कुरा, प्रधानमन्त्री बनेपछि बालेनले के गर्लान्? ल, सुरु गरौं पहिलो खण्डबाट, विद्रोही कलाकार। कसरी हिपहप गाउँदा गाउँदै उनको मनमा राजनीतिको आगो सल्किन थाल्यो? कसरी उनले आफूलाई सिस्टमको विरोधीको रूपमा चिनाए? कथा यहीबाट सुरु हुन्छ। बालेनको कथा काठमाडौँमै सुरु भयो। पढाइ त इन्जिनियरिङको, तर 2068 सालदेखि नै उनका गीतहरूमा राजनीतिको रङ्गत देखिन थालेको थियो। 2070मा र बार्जले त उनलाई घर घरमा चिनायो। तर उनको जीवन र सोचलाई नै युटर्न दिने क्षण चाहिँ 2072 सालको महाभूकम्प बन्यो। उनको आत्मविश्वास र महत्वाकांक्षाको पहिलो झिल्को सायद यही देखिएको थियो। र बार्जमा उनले भनेको यो लाइन, हिस्ट्री भनेको फेरि नै चिजो भाइ, बालेन अहिलेसम्म आएको थिएन, यो खाली ऱ्यापको लागि भनिएको डायलग मात्रै थिएन, यो त म केही परिवर्तन गर्न आएको छु भन्ने उनको पहिलो राजनीतिक घोषणा जस्तै थियो। महाभूकम्पले देशलाई हल्लायो, तर बालेनको सोचलाई पनि हल्लाइदियो। सिभिल इन्जिनियर भएर फिल्डमा खटिँदा उनले एउटा कुरा प्रष्टसँग बुझे, बाहिर बसेर सिस्टमलाई गाली गरेर मात्र केही हुँदैन। यदि साँच्चीकै परिवर्तन ल्याउनु छ भने राजनीतिमै हाम फाल्नुपर्छ। सायद उनको राजनीतिक यात्राको वास्तविक सुरुवात त्यहीँबाट भयो। अब लागौं उनको राजनीतिक यात्राको पहिलो र सायद सबैभन्दा ठूलो परीक्षातिर, काठमाडौँको मेयर पद। एउटा स्वतन्त्र उम्मेद्वारले देशको राजधानी जित्ने आँट कसरी गर्यो? उनको आत्मविश्वासको अर्को उदाहरण हेरौं। उम्मेदवारी दिने दिन उनले के भने, हो म भोट काट्न आएको, कांग्रेस र एमाले दुवैको, म जित्न आएको। यो भनाइले उनको कन्फिडेन्स मात्र देखाउँदैन, यसले वर्षौंदेखिको राजनीतिको विकल्प खोजिरहेका मतदाताहरूलाई एउटा नयाँ आशा पनि दियो। अनि उनको जित्ने रणनीति पनि कस्तो अनौठो। लौरो चुनाव चिन्हले ज्येष्ठ नागरिकको सहाराको कुरा गर्यो। रुटिन अफ नेपाल बन्द जस्ता सोशल मिडियालाई उनले हतियार बनाए। महावीर पुन जस्ता विज्ञहरूको सल्लाह लिए। अनि ठूला पार्टीका नेताहरूलाई आमा बुवा भनेर सिधै टक्राउमा पनि गएनन्। एकदमै चलाखीपूर्ण खेल थियो। ल, अब तेस्रो खण्डमा उनको कामको चिरफार गरौं। यहाँ प्रशंसा पनि छ, आलोचना पनि। चुनौती नै चुनौती भएको काठमाडौँ शहरमा मेयरको रूपमा उनको कार्यकाल कस्तो रह्यो त? आउनुहोस् उनको सफलता र असफलता दुवैलाई नियालेर हेरौं। उनको कार्यकालको एउटा ठूलो सफलता हेरौं, 23 अर्ब रुपियाँ। यो कुनै बजेटको अङ्क होइन, यो त उनले अतिक्रमणबाट फिर्ता गराएको सार्वजनिक जग्गाको मूल्य हो। यो कामले जग्गा मात्र फिर्ता आएन, ठूला ठालुलाई पनि कानूनभन्दा माथि कोही छैन भन्ने सन्देश गयो। शिक्षामा पनि उनको काम देखियो। उनको नयाँ शिक्षा नीतिले गर्दा पछिल्लो 1 वर्षमै 20,000 भन्दा बढी विद्यार्थीले छात्रवृत्ति पाए। यसले के देखाउँछ भने उनको प्राथमिकतामा सार्वजनिक शिक्षा र स्वास्थ्य जस्ता विषयहरू थिए। तर कथा यति सीधा छैन। एकातिर अवैध संरचनामा डोजर चलाएर शिक्षा स्वास्थ्यमा सुधार गरेर उनले वाहवाही कमाए। अर्कोतिर सुकुम्बासी हटाउँदाको विवाद, फोहोर व्यवस्थापनको कहिल्यै नसकिने समस्या अनि बजेटै खर्च गर्न नसकेको जस्ता गम्भीर आरोपहरू पनि उनीमाथि लागे। उनको नेतृत्वको यो दुईधारी तरवार नै सायद उनको सबैभन्दा ठूलो शक्ति पनि हो र कमजोरी पनि। यो चार्टले उनको प्रशासनको एउटा ठूलो कमजोरी प्रष्ट देखाउँछ। पहिलो वर्षमा काठमाडौँले विकास बजेटको जम्मा 25% मात्र खर्च गर्न सक्यो। ललितपुर र भरतपुर भन्दा कति हो कति कम। अब यस्तो किन भयो त? किनभने वडा अध्यक्षहरू र अरू दलका जनप्रतिनिधिहरूसँग उनको तालमेल कहिल्यै मिलेन, जसको असर सिधै विकासको काममा देखियो। अब चौथो खण्ड, सिंहदरबारमा विद्रोह। कसरी एक मेयर र केन्द्र सरकार बीचको लडाईँले उनको पूरा कार्यकाल र उनको राष्ट्रिय पहिचानलाई नै नयाँ मोड दियो। अनि आयो उनको सबैभन्दा विवादास्पद र चर्चित भनाई,
जसले सिंहदरबारमा भूकम्प नै ल्याइदियो। भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु, याद राख चोर सरकार। यो भनाइले केन्द्र सरकारसँग उनको सम्बन्ध कतिसम्म बिग्रिसकेको थियो भन्ने देखाउँछ। तर उनको त्यो आक्रोश एक्कासी आएको थिएन। त्यसको पछाडि केही कारणहरू थिए। फोहोर व्यवस्थापनमा राजनीतिक हस्तक्षेप, केन्द्रले आफूखुसी प्रमुख प्रशासकीय अधिकृत पठाउने, सुकुम्बासी र फुटपाथमा सधैँको विवाद अनि जेनजी आन्दोलनमा सरकारको भूमिका, यस्ता लगातारका झमेलाले उनलाई निराश बनाएको थियो। र अब अन्तिम र सबैभन्दा चाखलाग्दो खण्ड, प्रधानमन्त्री बालेन। अब प्रश्न उठ्छ, मेयर हुँदाको अनुभवले राष्ट्रिय स्तरमा कस्तो असर पार्छ? उनको काम गर्ने तरिकाले देशको नीतिलाई कतातिर लैजाला? यो तालिकाले उनको विगत र भविष्यलाई जोड्छ। जस्तो कि मेयर हुँदा शिक्षा र स्वास्थ्यमा जुन सुधारको प्रयास गरे त्यसले राष्ट्रिय स्तरमा सार्वजनिक प्रणालीमै ठूलो परिवर्तन ल्याउन सक्ने संकेत दिन्छ। 23 अर्बको सार्वजनिक जग्गा फिर्ता ल्याउने आँटले देशभरि अतिक्रमण विरुद्ध आक्रामक अभियान चल्न सक्छ भन्ने देखाउँछ। अनि उनको राष्ट्रवादी अडानले देशको कूटनीतिलाई अझै कडा तर कहिलेकाहीँ आवेगी पनि बनाउन सक्छ। उनको कूटनीतिक शैलीका दुईवटा पाटा हुन सक्छन्। एकातिर विवादास्पद भारतीय फिल्म रोक्ने, ग्रेटर नेपालको नक्सा राख्ने जस्ता कामले उनलाई राष्ट्रवादी हिरो बनायो। तर अर्कोतिर सामाजिक सञ्जालमा छिनछिनमै देखिने उनको रिस र आवेगले राष्ट्रिय स्तरमा ठूलो कूटनीतिक सङ्कट पनि निम्त्याउन सक्छ। यो एउटा ठूलो दुविधा हो। र अन्त्यमा एउटा निकै महत्त्वपूर्ण प्रश्न, के एउटा शहर बदल्ने शैलीले अब सिङ्गो देश बदल्न सक्छ? उनको जुन यो सिस्टमलाई नै हल्लाइदिने तरिका छ त्यो राष्ट्रिय नेतृत्वका लागि कतिको सफल होला? यसको जवाफ त अब आउने समयले नै देला।